नमस्कार। म विगत 30 वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिक समाजसँग हमेशा संवादमा छु, आम्ने सामने छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रोमाइज गरेको छैन। आज म आफ्ना बारेमा सफाई दिन भन्दा पनि बढी मुलुकको अबको बाटोको बारेमा केही महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन पनि परेछ र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागार पठाउँदैछु। पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु। ममाथि जिल्लै पछि मुद्दा लगाउनु पर्ने थियो कि थिएन? सहकारीसँग साइनो नै नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको सहकारी ठगीको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेकमाथि नै छोड्न चाहन्छु। यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन। बाँकी रह्यो मलाई केही दिन अगाडि कारागारबाट निकालिएको विषयको विवाद। त्यति बेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो। अहिले चिठी नै वैधानिक छैन भनेको पनि सुन्छु। जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो। आज आएर त्यसको वैधानिकतामा त्यसका नाममा कुनै कर्मचारीलाई सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न। मैले कालकुट विष पिएको धेरै भइसक्यो। अर्को 1-2 थोपो विष पिएर म मर्दिन। मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो। कत्रा षड्यन्त्र झेलिसकेको मान्छे मेरा कारणले एउटा जेलर, कर्मचारी वा गृह सचिव नै अप्ठ्यारोमा पार्नु पर्दैन, मै जिम्मा लिन्छु। तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरो कारणले देशभरिका कैदीबन्दी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला? त्यो पनि भइगयो। मेरो चित्त यो दुख्न अब बाँकी पो कहाँ छ र? यतिखेर पनि यस देशका एक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्, मेसमा मेजमानी खाइरहेका छन्। म जनताको भिडबाट एक्लै निस्किएपछि एक्लै छु, एउटा पुलिस पनि मसँग छैन। मेरो बदनाम गराउन तल्लीन पुराना दलका केही टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा खुब देखेको छु मैले। हे पुराना दलका सेनामेना साथी हो, तिमीहरू आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टीमा नाचिरहेका छौ? आफ्नै पार्टी परिवारभित्रका साथीहरूप्रति मेरो केही कहीँ कतै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईहरूलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईहरूको कुनै पनि यात्राको बाधक बन्दैन। रासोपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमै खुसी छु नि। तर पार्टी त बन्छ। आमा बाको आशीर्वादले बन्छ, दिदीबहिनीहरूको प्रेमले बन्छ र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी चाहिँ बन्छ। मेरो र पार्टीको हिजोको कुरा मैले आजलाई यति नै बिट मारे। अब भोलिको कुरा गरौँ, देशको कुरा गरौँ। म लोकतन्त्र र विधिको शासनप्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ। यसमा म कुनै हालतमा सम्झौता गर्दिन। अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बन्न सक्दैन पनि थियो। अन्तरिम सरकारको संवैधानिक पृष्ठभूमि जेसुकै भए पनि अब यो देशको वास्तविकता हो। यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनुपर्छ। एउटा कुरा नबिर्सौँ, कलिला बच्चाहरूलाई ताकी गोली हानेर मारिएको छ। त्यससँगै देशका सरकारी संरचनाहरू ताकी ध्वस्त बनाइएको छ। त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ, दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ। बच्चाका टाउकोमा ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरू कारवाहीको दायरामा तत्काल आउनुपर्छ। देशका संरचनाहरूमा ताकी आगो झोस्नेहरू पनि तत्काल कारवाहीको दायरामा आउनुपर्छ। सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सबै शक्ति र सामर्थ्य प्रदान गर्ने वचनका साथ मेरा केही मागहरू छन्। 1. 2046 सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्छ। 2. देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ। 3. कर्मचारीदेखि न्यायालयसम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ। सुब्बादेखि माथिसम्मले फेरि जाँच दिनुपर्छ। सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ। 5. सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागू हुनुपर्छ। मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलग टाउकाहरू हुन्। रावणका यी अलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ। यी चिजहरू हुन सकेन भने जनताको आन्दोलनमाथि विश्वासघात हुन्छ। मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ। त्यसका लागि हामी जनस्तरबाट दबाब बढाएर सरकारलाई सहयोग गर्नेछौँ।
नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना छ। म यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु। मैले केही योगदान दिनुपर्ने भए म नै नक्खु कारागारमै छु, भेट्न आउन सक्नुहुनेछ। पार्टीको तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै हटाउँछौँ। पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने के पनि छैन। उनीहरूले जति जाने त्यति गरे। इतिहासका विभिन्न कालखण्डमा यो देशमा परिवर्तन ल्याउन उनीहरूले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ। स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ। सके एक्लै, नसके सबै नयाँहरू एक ठाउँमा मिलेर। देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु। नमस्कार।